यहाँनिर एकदम सुविधा छ तपाईहरुलाई सबै टेस्ट गर्नु हुँदो रहेछ यहाँनिर थाइरोइड सुगर है बहिनी सबै नि है अन्त यहाँ आज हाम्रो बहिनी सिम्टम त केही पनि छैन अचानक अलिकति भाइ यसो आज त हाम्रो सानो परिवार फेरि जाँदैछौँ तकदाहतर्फ यहाँ मेरो वाइफको अलिकति ब्लड टेस्ट गर्नु थियो है त्यसको लागि जाँदैछौँ यहाँ छ यी पछाडि हाम्रो बेलिम छ यहाँ छोरी पनि छ अनि आज चाहिँ सुबोध साथी छैन मेरो आज चाहिँ मेरो साथमा विवेक भाइ हुनुहुन्छ ए भाइ छ है ल है भाइ आज विवेक भाइ छ है दादाको च्यानल हेर्नलाई सब्स्क्राइब गरिदिनुस् दादाको च्यानललाई है सपोर्टहरु है यसो शेयर लाइक शेयर अन्त भाइको पनि एकदम ड्राइभिङ राम्रो छ है नयाँ भए तापनि है नयाँ त के अब भयो नि है 1.5 साल जस्तो भयो नि है भएको छैन है 6 महिना अनि पुरानो गाडी चाहिँ हो उहाँले फेरि चलाएर है नयाँ छ यो चाहिँ कति भयो 6 महिना यस्तो भयो यो नयाँ हो हजुर अन्त यो गाडी तपाईको 4 महिना जस्तो भयो 4 महिना है 3-4 महिना भयो एकदम राम्रो छ गाडी प्लस ड्राइभिङ पनि राम्रो केटा पनि राम्रो है सबै एकदम मदिरादेखि धेरै टाढो है होसियारी यस्तो छ है एकदम हेल्पफुल तपाईले यसो विवेक भाइलाई पनि यसो कन्ट्याक्टहरु गरिदिनुहोस् नम्बर पनि हाल्दिने छु हाम्रो विवेक भाइको अहिले है नम्बर पनि भन्नुस् ल अहिले कति भयो नम्बर 6294 हजुर 743641 तपाईलाई नम्बर पनि हाल्दिन्छु है यसमा गर्दाखेरि त है एकदम एभेलेबल है भाइ हाम्रो विवेक भाइ है जहाँ पनि कुज्नुहुन्छ है अनि हामी चाहिँ आधी बाटो पुगिसकेका छौँ है अब तपाईहरुलाई म भिडियो अगाडि बढाउँदै लानेछु क्लब आइपुग्यो हामी है क्लब आइपुग्यौँ अब हामी राइट साइड राइट टर्न यता छोराको स्कुल है अगाडि यतै पछाडि मेरो छोरी र यहाँ मेरो वाइफ छ है उसको बेली पनि छ उसको साथी आउँदैछ अरे यहाँनिर कहाँबाट हो प्रतिमा कहाँ छ अरे उसको चाहिँ मेरो छोरीको साथी चाहिँ यो तिनचुलेबाट आउँदैछ अरे यिनीहरू होली क्रसमा सुनाउँदासँगै पढेको अनि एचएस दिए पश्चात चाहिँ यिनीहरू छाटाछुट्टा भएको अब यहाँ अगाडि छ भन्दैछ है यहाँ अर्किड गार्डन चाहिँ यिनीहरू घुम्ने अरे फोन गर त एकदम अगाडि होला अगाडि यस्तो लाग्दैछ यहाँबाट भित्र चाहिँ अर्किड गार्डन तक्दाको यहाँ चाहिँ अर्किड गार्डन कच्चा खच्छ हेर्नुहोस् है पार्किङ यहाँ टिकट काउन्टर छ है अगाडि खच्चा खच्छ र यहाँनिर यो छोरी त यहाँ घुम्नु जाने अरे यहाँनिर यहाँ हामी पार्किङ गरिरहेको छौँ ए उसको साथी चाहिँ यो फोन गर त साथी छ अरे साथी छ अरे यहाँ छ अरे साथी चाहिँ लाग्दै थियो नि मलाई त्यही अहिले कता आउँछ तल्दै आउँछ कि उतैबाट जानुपर्छ हामी उतैबाट हो हाम्रो साथीहरू हाम्रो नानीको साथीहरू रहेछ यहाँनिर त हो दिदीहरू हो पढाउँछ के गर्छ अहिले गयो उतै नहराउनु है ल
उतै गइसकेको छ। यहाँ घुम्न आएको छ है साथीहरू आएको रहेछ। अब उनीहरू जाँदैछ घुमेर, हामी यहाँ पर अब एकछिन हामीले यहाँनिर गाडी पार्किङ गरिरहेका छौँ। अनि यहाँ छ मेरो वाइफ चाहिँ, अन्त यहाँ आएको हामीले ब्लड टेस्ट त्यही यहाँ गर्नुहुँदो रहेछ है। सुगर टेस्ट, थाइरोइड टेस्ट सबै गर्नुहुन्छ अरे यहाँनिर। हजुर आकाश हजुर आउनु हुँदैछ अरे। हजुर आकाश डायग्नोस्टिकको रहेछ यहाँनिर। यहाँनिर चाहिँ फोन गरिसकेको छ अरे, आउँदैछ अरे हो। यहाँनिर मैले हामी बसिसकेको छु। यी मेरो बेली चाहिँ यहाँ छ हो। हाम्रो विवेक भाइले पक्रिदिइरहेको छ। मालिक खोज्दैछ कि हो है। अबे बिचरा मलाई चिनेन कि त्यस्तै हुन्छ फर्स्टमा। यहाँ छ हो। हामी त यहाँनिर हो। सबै गर्नु आएको यहाँनिर है मेरो वाइफको लागि। तक्दामा रहेछ है। कन्ट्याक्ट नम्बर पनि यहाँ तपाईँलाई हालिदिनेछु है। यहाँ हाम्रो बहिनीकोमै। अब चाहिँ तपाईँहरू यहाँ तक्दा क्यान्टिनबाटै हुनुहुन्छ भने चाहिँ सिलगढी कालिम्पोङ जानु परेन है। यहाँनिर एकदम सुविधा छ तपाईँहरूलाई। सबै टेस्ट गर्नु हुँदो रहेछ यहाँनिर। थाइरोइड सुगर है बहिनी सबै नि है। अन्त यहाँ आज हाम्रो बहिनी सिम्टम त केही पनि छैन। अचानक अलिकति है यसो अलिअलि घटेको छ है। त्यसले गर्दाखेरि चाहिँ हजुर त्यो कारणले गर्दाखेरि चाहिँ आज यहाँ बहिनी हाम्रो भाउजूलाई नम्बर मागिकन चाहिँ बहिनीकोमा आएको छु। आउनुहोस् है। रिपोर्ट चाहिँ कति दिनमा आउँछ बहिनी? रिपोर्ट चाहिँ आज बेलुका अरे। अन्त टेस्ट चाहिँ कति हो यसको चाहिँ? टेस्ट फी चाहिँ तपाईँको 700 रहेछ। यहाँ हाम्रो बहिनीकोमा सुविधा छ है। तपाईँहरू पनि आउनुहोस् यहाँनिर बहिनीकोमा। अहिले चाहिँ यहाँनिर ब्लड टेस्टहरू भइसकेको छ। रिपोर्ट चाहिँ बेलुका आउँछ अरे। अनि हामी त एकछिन पर जाँदैछौँ है भाउजूकोमा। त्यहाँदेखि चाहिँ एकछिन घुमघाम गरेर चाहिँ हामी फेरि आफ्नो वासस्थानतर्फ जानेछौँ। अन्त यी मेरो वाइफले बिहानदेखि भोको पेट बस्नु भनेको छ। त्यसले गर्दाखेरि खाने कुरो पनि खाएको छैन। अब खानेछौँ हामी। यहाँ छ बेली पनि हतु भइसक्यो। लागि मैले यहाँनिर कलेजो 400 को बोकेको छु। डल्लै उसिनेर राखिदिनुपर्छ। यहाँ लगेको छु। यसको लागि हो कलेजो। हुन्छ सर यसको लागि कलेजो बोकिदिएको छु मैले। यहाँ चाहिँ म दबाई छोडेछु। म तिनचुले पुगेर त फर्केर आएको छु है। झन् उहाँले राखिदिनु भएछ चाँदिकी मेडिकलमा। अब बहुत दुःख पाएँ हो। यो मेरो कुकुरको यो पाउडर साबुन थियो है। तिनचुले पुगेर फेरि यहाँ चाँदी मेडिकलमा आइपुगिसकेको छु। धन्यवाद है तपाईँलाई। ल धन्यवाद है। यी भाइ पाएँ नि ल त ए यो चाहिँ छोडेछ। ल धन्यवाद है तपाईँलाई राखिदिनु भएकोमा है। ढुक्कै भयो ढुक्कै सामान पाएँ मैले हो। के भन्छ तिनचुले पुगेर फर्केको यहाँनिर हो। अब भाइलाई म विचार गर्छु नि। त्यस्तो होइन है। तेल जल्छ। विवेक भाइलाई म विचार गरिहाल्छु है। किनभने यो सामान लिनुको लागि फेरि भोलि आउनु पर्थ्यो है। ल भाइ माइन्ड नगर्नु है भाइ। फर्किदिनु भयो हो। विवेक भाइ होइन तर त्यस्तो केही पनि होइन त। हामी यहाँ छ यी बेली र मेरो छोरी पनि यता छ। आज मजा आयो। ले चाहिँ हामीलाई पुऱ्याएर है। अन्त अब भाइ फर्किँदैछ है। गाडीहरू पाएन भने भन्नुहोस् हो। यहाँ भाइले है अब यी भाइसँग मेरो घरमा आएर चिया पिएर है। अब एकछिन बस्नु भनेको त भाइ मान्दैन है। ढिलो हुन्छ है। जानुपर्ने टाढो हो। ल हुन्छ भाउजू हुन्छ दादा। ल भाइ ल बिस्तारै जानुहोस् ल।
ल हुन्छ भाइ हुन्छ